तिन चारवटा देश खाइसके अब तिन चारवटा देश पुगिसके अनि कहाँ अनि अझै पनि त्यही बच्चा बेलाकै उमेर हुन्छ तर देख्दा पनि टक्क देखेर चिन्ने त होइन त्यही भएर हल्का अलि त्यस्तो भएको छ आज गाडी कचाको धेरै आँखाइ गरे हेलो एभ्रिवान वेलकम ब्याक टु न्यू ब्लग दिस इज दिने सड्का आइएफ सबैजना सन्चै हुन्छ र म पनि एकदम धेरै नै सन्चै साथीहरू सो आज भविष्य रहेछ नआइदिनु नै होइन एकदम घाम लाग्यो प्लस दामी घाम लाग्यो त तातो नतातो सो अब चाहिँ म लागिसकेँ साथीहरू एकदम मैले चाहिँ बेलुका कति बजी थाहा छ तपाईँलाई 5 बजीसम्म गाडी आइगयो यार सो त्यहाँ कुद्दैछु गाडी आइन्छ ठ्याक्कै आइपुगेँ साथीहरू झन् गाडी चाहिँ आइपुगेको रहन्छ म आइपुगेँ म टाइममा हेरि आइरहेको नि त आज अन्त धुन्दामा म कहिले यो टाइममा बाहिर यता हिँड्दैन फेरि आज चाहिँ म यही टाइममा हिँड्नु पर्ने रहेछ त्यही हो साथीहरू के गरेको यसरी यो ट्र्याक बनाउँदैछ नि त त्यही भएर बजेको जस्तो लाग्यो साउन्ड त्यो अब गाडी आउँछ खुर्साद टी7मा आएको साथीहरू अनि जस्ट गाडी चेन्ज गरेको अब 59 आउन बाँकी छ नि यो 59मा छोडेर जानु पर्ने हुन्छ मलाई गाडी चेन्ज गर्न चाहिँ झ्याउ चाहिँ केही पनि लाग्दैन हेर्नु अझै 5 मिनट बाँकी छ अझ 5 मिनट यहाँ आनन्दले बस्छु साथीहरू अनि फेरि जानु पर्ने हुन्छ यहाँ अब हेर्नु एकछिन तपाईँहरू पनि रमिता यस्तै छ कस्तो दामी मौसम भएको क्या फिनल्यान्डमा अहिले म आकाशमा लोभै लाग्दा क्या यही मौसम सधैँ फिनल्यान्डमा भइदिनु नि होइन कति मजा आउँथ्यो होला क्या यस्तो मौसम भयो भने जस्तो तर बब्बाल दामी छ अहिले मौसम सुन्छ फिनल्यान्डको यस्तो राम्रो छ यसलाई त एक चुम्मै दिन ल चुम्मै दिएँ यार मैले यस्तो राम्रो मौसमलाई यार एप्रिसिएट गर्नुपर्छ होइन अनि गाडी 59 आउनु अझै छ झुक्के यार यो ब्लू बस देख्दाखेरि त झुक्किहाल्छ क्या ब्लू भन्ने देख्ने बित्तिकै किनकि अब यही हुन्छ नि त 59 37 यस्तै हुन्छ नि त यो बस त्यसले गर्दाखेरि अनि झुक्किहाल्छु होइन नम्बर नदेखिन्जेल अब फेरि टाढाको अहिले फेरि अलिक मजाले देख्न छोडिएको छ क्या अब बुढो पनि भयो होला होइन 3-4वटा देश खाइसके अब 3-4वटा देश पुगिसके अनि कहाँ अनि अझै पनि त्यही बच्चा बेलाकै उमेर हुन्छ तर देख्दा पनि टक्क देखेर चिन्ने त होइन त्यही भएर हल्का अलि त्यस्तो भएको छ आज गाडी कचाको धेरै आँखाइ गरेको यो बाटोमा कति धेरै कुदेको गाडी यसो बोल्न दिनु नि होइन मलाई मेरो साउन्ड नसुन्ने पनि सक्छ तर म साउन्ड मजाले एउटा माइक किन्छु एक दिन म मोनिटाइज गरेर युट्युब किनभने म चाहिँ अहिले यता त्रिपुला मल आइसकेँ मलभित्र होइन जस्तो मलाई ढिला भइसक्यो साथीहरू त कुद्न पर्छ अब छिट्टो ल है साथीहरू फेरि लाग्यो घरतिर आइयो 2 घन्टा बस्यो कुद्यो यस्तै छ जिन्दगी 2-2.5 घन्टा टाइम त यस्तो छिटो जाँदो रहेछ नि कुरै छाड्दिउँ यसो अब लाग्यो घर अनि म जानुपर्ने छ एकजना साथीको कपाल काटिदिन पर्ने छ अनि साथीको कपाल काट्न जाँदैछु साथीहरू आज म त्यही हल्का फुल्का कपाल काट्न सिकेको छु अनि साथीको कपाल हामी चाहिँ यसो साथीहरूसँगै सेयर गरेर कपाल काट्छौँ क्या उहाँले मेरो काटिदिने मैले उहाँको काटिदिने त्यस्तै हुन्छ हाम्रो साथीहरू किनकि यस्तो कम लाग्छ 20 युरो 25 युरो खर्च गर्नुभन्दा बरु त्यसरी काट्नु भन्ने चाहिँ सोध्छौँ हामी अब चाहिँ म त गाडी स्टेसन जानुपर्ने हुन्छ पहिला यो बाटोमा ट्रेन चलाउनु जान्थेँ ट्रेन चल्दाखेरि अहिले ट्रेन नचलेपछि चाहिँ बसमा जानुपर्ने हुन्छ साथीहरू सो आफ्टर लङ टाइम यो बाटो जान्छ अस्ति चाहिँ म डाइरेक्ट 59मा चढेर जान्थेँ कि अहिले चाहिँ किनभने 59 भन्दा अर्को डाइरेक्ट अलिक छिटो जान्छ अनि त्यसपछि चाहिँ गाडी जान्छ पहिला 59मा जान्थेँ अनि अहिले चाहिँ यो 3 स्टेसनमा 37 चढ्ने ठाउँमा पुऱ्याइदिन्छ कि यसले अर्कोमा चाहिँ 7-8 स्टेसन चढ्नुपर्छ अनि मात्रै हुन्छ अब चाहिँ म यही गाडीमा चढेर जान्छु साथीहरू ठ्याक्कै आइपुगेछ अब जाने साथीहरू के भयो भन्नु न होइन म यो रेड लाइनमा परेँ होइन अनि ठ्याक्कै मेरो जुन जाने गाडी हुन्छ नि त्यहाँनिर चाहिँ 30सम्म ठ्याक्कै गइदियो क्या त्यो रेड लाइटले गरेर अनि म जानै पाइनँ यार अब के गर्ने अब कुर्न पर्ने भयो क्या मैले कति समय यार ओ यस्तो पनि हुँदो रहेछ अब चाहिँ म अर्को बाटो चाहिँ झर्नु पऱ्यो क्या अर्को यताकै स्टेसनमा झर्नु पऱ्यो किनकि यो लाइटमा धेरै बेर रोक्दो रहेछ क्या अनि म यताबाटै आउनु पऱ्यो यहाँनिर रोकिसकेको छु कि तर म यहाँनिर झर्छु क्या अब चाहिँ म सिधै म त्यहाँबाट आउँछु तर त्यहाँबाट आउन मिल्दैन होला किनभने यस्तो रोड छ नि त साइकल कुद्नेहरू त्यही भएर यस्तै ठ्याक्कै अर्को पनि गाडी आइदिएको म जस्ट आउँदाखेरि भेटाइदिएको त्यो अर्को गाडी ढिला भएको रहेछ नि ठ्याक्कै यसमा म परेँ क्या हामी खुसी भयो
साथीहरू आज म बेग्लै एरियामा आइपुगेन सक्छु तपाईँहरू यो पनि हो वासकै हो मलाई चाहिँ तर यो चाहिँ अन्तै पर्छ यहाँ चाहिँ साथीहरू पनि जान्छ म साथीहरूकोतिर आउँदैछु मलाई जानु परिन्छ भित्र यहाँ काठको जिम यो बिल्डिङमा यसमा हाम्रो जिम यस्तो खतरा जिम छ यहाँ हो जिम यस्तो दामी जिम छ यति ठुलो जिम हल छ कोही साथी लास्ट दामी लाग्छ यहाँको जिम चाहिँ मलाई अनि यहाँनिर भित्र जिम दास दामी छ यार साथीहरू फेरि जिमहरू होइन दामी छ हिँडेपछि दामी रहेछ यार यहाँनिर घर पनि आइपुगेँ अनि साथीको कपाल पनि काट्दै जस्ट कपाल काटेर चाहिँ म घर आइपुगेँ तर मैले कपाल काटेको भिडियो बनाएन किनकि ढिला भइसकेको थियो एकदम रात भइसक्यो 10 भइसकेको थियो अहिले ठ्याक्कै हेर्नु 11:30 भइसक्यो रुम आइपुगेर खाना खाँदाखेरि अनि त्यो ढिलो भयो अनि चाहिँ सब चाहिँ हामी सुत्न पर्ने हुन्छ सुत्नको लागि तर्खर भन्दा पनि बुढी फिल्म हेर्नु रेडी गर्नु हुँदैछ फिल्म हेर्नु बुढी आएर तर टाउ दिएछ अब सुतिहाल्नु बुढी आज है म हेर्नु फिल्म ल लन्चमा आएर अनुहार हेर्दै निदा उरो भएको छ भने हुन्छ साथीहरू मेरो त्यस्तो हँसिलो बुढी कलर निदाएको भएछ तपाईँ धेरै दिन भयो बुढी मलाई सुत्नु भएको छ मैले बिहान उठाइदिन्छु कि अनि बेला त बुढी मन नहुँदा त रानी भएर 12 बजीसम्म सुत्नुहुन्थ्यो नि त अनि आजभोलि त बुढी के अरे ढिला सुत्नुहुन्छ ढिला छिटो उठाउँछु म घरमा बसेपछि त बुढीलाई 7:30 बजी उठाउनु सक्छु नि त किनकि म आफू पनि धेरै सुत्दिनँ अनि म अरूलाई सुत्न दियो भने मलाई अरू सुतेदेखि पनि मैले गुजु 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 भित्रबाट के भएर आउँछ मलाई उठाउन मन लाग्छ क्या अनि त्यही भएर म उठाइदिन्छु बुढीलाई त उठाउँछु म यहाँ बहिनीलाई पनि उठाइदिन्छु यहाँ त्यस्तो नराम्रो बान्छ क्या मेरो के हुन्छ कि मलाई सुतेको देख्नै हुँदैन मान्छेहरू टाइममा सुत्ने टाइममा उठ्ने टाइपको लाग्छ नि त त्यो त मेरो किन म त्यस्तो छ बुढी तर मेरो यो गाडी मन पर्दैन होला है पर्छ अमेरिका पर्छ मनपर्छ ठिक मैले त्यसै उठाएको छु भोलि उठाउँछु गाडी ल साथै त्यही हो थ्याङ्क यू सो मच वाचिङ माई भिडियो किप सपोर्टिङ एन्ड डु सब्सक्राइब माई च्यानल भन्दै